नमस्कार, ह्याप्पी गुड मर्निङ डिएक्सन मेरा प्रिय आमा बुवा, दाजुभाइ दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गहरू। आज हामी हाम्रो डिएक्सन कम्पनीको फार्म भिजिट लुम्बिनी कपिलवस्तुमा हामी अगाडि बढिरहेका छौँ। आजको दिन मेरो लागि र जतिजना सर मिस म्याम गुरुवर्गहरू हाम्रो डिएक्सन कम्पनी फ्याक्ट्री भिजिटका लागि आइसक्नु हुनेछ, उहाँहरूको लागि एकदमै खास र विशेष हुनेवाला छ। किन भन्दाखेरि हामीले विगत धेरै वर्षदेखि पहिला हामीले हेल्थ केयर मतलब स्वास्थ्यका लागि प्रोटेक्सन हुने हामीले चाहिँ गानो दरमाबाट बनेका प्रडक्टहरू हामीले युज गर्दै आइरहेका थियौँ र आइरहेका छौँ। पहिला चाहिँ हाम्रो डिएक्सन कम्पनीको हेड अफिस मलेसियामा छ र हामीले पहिला हाम्रो नेपालमा चाहिँ यो फ्याक्ट्री नहुँदाखेरि मलेसियाबाट नै बनेका प्रडक्टहरू चाहिँ हामीले युज गर्थ्यौँ र अहिले पनि गरिरहेकै छौँ। तर खुसीको कुरा के छ भन्दाखेरि त मलेसियाको जस्तै फ्याक्ट्री अहिले नेपालको हाम्रो कपिलवस्तु लुम्बिनीमा डाक्टर लिम्सियोजिन मतलब हाम्रो डिएक्सन कम्पनीको एजुकेटेड चेयरम्यान डाक्टर लिम्सियोजिनले चाहिँ हामी नेपाल र नेपालीको लागि र नेपाल र नेपालीको सुस्वास्थ्य समृद्धि र उत्तर प्रगतिको लागि हामीलाई पनि डाक्टर लिमले यहाँ कम्पनी खडा गरिदिनु भएको छ। थ्याङ्क यू सो मच डाक्टर लिम्सियोजिन। हामी हजुरलाई हाम्रो सबै डिएक्सनको परिवारको तर्फबाट एकमुष्ट विशेष धन्यवाद सहित ह्याप्पी गुड मर्निङ डिएक्सन टक्राउन चाहन्छौँ। यसको मतलब यो हो कि हाम्रो डिएक्सन फार्म कपिलवस्तु लुम्बिनीमा बन्दैछ र नेपालको पहिलो प्रडक्ट लिन्जी ब्ल्याक कफी चाहिँ हाम्रो लन्च पनि नेपालको हरेक स्टकिसहरूमा लन्च भइसकेको छ र बाँकी अरू पनि प्रडक्टहरू आरजी जेल, स्पालिना पाउडर, कोकोजी मतलब अरू यस्ता थुप्रै मास्टर प्रडक्टहरू पनि बनिसकेको छ, जसमा केही समय पछाडि यो पनि हाम्रो नेपाली हाम्रो हरेक स्टकिसहरूमा आइपुग्ने नै छु। त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ हाम्रो त्यहाँ कपिलवस्तु लुम्बिनीमा बन्दै गरेको फार्म कसरी बनिरहेको छ भन्ने कुरा आज म मेरो गुरु हजुरको साथमा अरू पनि थुप्रै हाम्रो डिएक्सन फ्यामिली सर आदरणीय सर म्याम गुरुवर्गको साथमा हामी भिजिटका लागि जाँदैछौँ र आजको जस्तै मानिसको लागि के आवश्यकता र जरुरी के हो यो हामीले चिन्न जरुरी छ। जब हाम्रो आजको आवश्यकता र जरुरीलाई हामीले चिन्यौँ भने हामी मानिस जस्तो बन्न सक्छौँ। त्यसैले गर्दाखेरि आजको आवश्यकता मेरो आवश्यकता चाहिँ स्वास्थ्य हो, मेरो आवश्यकता समृद्धि हो। यदि हजुरको पनि आवश्यकता स्वास्थ्य र समृद्धि हो भने हजुर पनि मसँग जोडिन सक्नुहुनेछ। बाँकी हजुरलाई म हाम्रो फार्म भिजिटको पनि केही पिक्चरहरू बनाउने छु, जहाँबाट हजुरले देखेर हजुर पनि मोटिभेसन हुनेछ र मसँग जोड्नुहुनेछ भन्ने आशा र सर विश्वास राख्दै म र मेरो गुरु हजुर बिदा हुन चाहन्छु। नमस्कार, ह्याप्पी गुड मर्निङ डिएक्सन। आजको दिन शुभ रहोस्। गुड लक, गड ब्लेस यु, द्याट्स इट।